Hello everyone, Sewa, नमस्कार, वेलकम ब्याक टु माई मिनी ब्लग। अनि आफ्टर लङ टाइम म चाहिँ आइसकेको छु तपाईहरुको सामने नयाँ भिडियो लिएर। अनि म चाहिँ अहिले माइततिर छु। सो साथीहरु, अब बर्खा पनि लागिसकेको छ, असार पनि लाग्यो। अनि हाम्रो चाहिँ धान रोप्ने काम हुँदैछ आज चाहिँ माइतीमा। अनि म चाहिँ घरमा थिएँ अनि खेततिर जाँदैछु साथीहरु। म हजुरहरुलाई देखाउने छु के हुन्छ कसो कसो हुन्छ भनेर हेर्दै गर्नु होला। स्टे ट्युन साथीहरु। हेलो। उता चाहिँ मेरो बुढाले पुरा हिल्लाउँदै रहेछ। रोप्नु पनि सुरु भइसकेछ, रोप्ने मान्छे नभएर बिजोक छ। दाइले चाहिँ दाँधी लाउँदै हुनुहुन्छ। खै ड्याडी चाहिँ कहाँ जानु भएको छ? हेलो हेलो। ल ल ल ल ल राम्रो छ, प्रगति राम्रो छ। म चाहिँ हेर्ने दर्शकै यहाँबाट। ल ल बुढा, प्रगति राम्रो छ। ठुलो बरामा जोत्नु रहर लागिरहेको थियो अरे नि त। अनि त्यही भएर पुरा रहर मेट्ने अरे आज। हामी चाहिँ घर फर्किनु पर्ने, त्यही पनि एकछिन काम गरेर फर्क्यौँ भनेर रहर पुरा गर्दै हुनुहुन्छ मेरो बुढाले चाहिँ। स्लो मोसनमा काम गर्दै हुनुहुन्छ। है साथीहरु, हाम्रो गाउँघरतिर त दमादम रोपाइ सुरु भयो। खाल्टा खुल्टी हुनु भएन। आहा गोरु कुदेर फेरि गोरु चाहिँ मेरो एकातिर छ अर्कोतिर कुदिरहेछ। ले मनी रोप्नु पर्यो भनेकै लुगामा लुगा फेरेकै छैन। नानी सुताएर आउनु पर्ला ठुलो गरामा रोप्नुलाई। अर्को आयो पालो अब यहाँ नसकिने भयो। कस्तो हुँदो रहेछ ससुरालमा काम गर्नु? हाई मनिषा राई। बिल्ला नान्नु न हो, बिल्ला नान्नु। अगाडिबाट देखाउँछु ल। लाइक मात्र गर्छस्, कमेन्ट पनि गर्न। छ नि यहाँ तिमीहरूलाई देखाउनु पर्यो नि त युट्युबमा कस्तो हुँदो रहेछ सोलमाको रोपाई भनेर देखाउनु पर्ने छ के। अनि यो त एकदम खतरा रहेछ भन्छ। लो मनिषा राईको च्यानलमा लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। ल धन्यवाद तँलाई दुई शब्द बोलेकोमा। रोपाई भएन है, अलिक छिटो हात चला। छ्याप 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 रोप। ओए आउँदैन, छिटो रोप। योभन्दा छिटो चाहिँ हामीले रोप्न आउँदैन। छिटो रोप, छिटो छिटो। यो भएन है तेरिका। म भिडियो बनाउने मान्छेलाई अल्छी लागिसक्यो, हेर्ने मान्छेलाई झन् कति अल्छी लाग्छ। बाउले पातलो पातलो भन्दै हुनुहुन्थ्यो। खै बाउ चाहिँ आपा खै पानी मिलाउनु होला, पानी मिलाउनु। म त गएँ, नानी सुताएर आउँछु यार एकैचोटि। अब बाई गाइस। ओए आउँछु, नानी सुताएर आउँछु म, नानी सुताएर बान्जी सुताउनु। बाई दाजु गएँ म त। बिउ दिनु भन्दै थियो, कहाँ छ बिउ चाहिँ? यहाँ त रहेछ। नहाँस्नु है, बिल्ला गरेर मेरो हैरान।
ला बिउ त फुकिएछ त हौ साथीहरू बिउ त फुकिएछ त यार बोकेर झारिदिनु पर्यो तलै ऐ बुढा चाल्नु यो औ औ के खालको अड्डेरी रहेछ हौ टेर्दैन मरेका टेर्दैन हौ म भारी बोकेर बिउ पुर्याउनु जान्छु अनि अब जान्छ ढुन्डै ल्याएर अनि जाने घर यहाँ त गोरुले खानु हो नि त ओयालु गोरुले बिउ खाँदैन कहाँ राखिदिनु यहाँ राखिदिन्छु है त चाहियो अरे बिउ गोरुले खायो भने हुन्छ मारी लाएर सुई 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 चाहिँ दिनु पर्यो फुकिनु आँटेकोहरूलाई चाहिँ नजिकमा चुप्लाक आयो है ऐसे लो अब म गएँ घर केमा हेर्छ घरै नै हेर खाने ल्याउनु ओके ल म त घर गएँ साथीहरू मेरो त बच्चाहरू पनि छ सुताएर आउनुपर्ने हुन्छ खाना पनि खाएको छैन नानीले पापा गएको थियो खाजा पनि त्यही खाँदैछ नानीले चाहिँ सो साथीहरू खाजा बोकेर जाँदैछौँ हामी चाहिँ परतिर यी कस्तो बिजोग भयो नि नानी पनि छ यता नानी अनि यसरी जाँदैछु खाजा बोकेर अप्ठ्यारो छ अहिले चाहिँ सारीहरूको घरमा खाजा खुवाउनु पर्यो त्यही भएर हिँड्दैछु है साथीहरू अगाडि गइसकेकोहरू चाहिँ ल यहाँ सकेछ दुईजना चाहिँ जाँदैछ बोकेर यो रोपिसकेछ है म चाहिँ यहाँ घरमा नानीहरूसँग हैरान भइसक्यो दुईवटा नानी बहिनीको नानी बोकेर के अरे एउटाले एकपट्टि झुन्डिन्छ अर्कोले अर्कोपट्टि झुन्डिन्छ एउटा मात्र बोक्यो भने हुन्छ अनि गाह्रो छ नानीहरू हेर्न साथीहरू यस्तै छ दुईजना चाहिँ अगाडि टुटुई जाँदैछ मेरो चाहिँ यहाँ खाजा छ कि अनि अप्ठ्यारो भयो यहाँ हेर्न साथीहरू रोडले गर्दा पानी आउने ठाउँ पनि छैन पाइपले पानी लाउनु परिरहेछ अरे साथीहरू भन्दा बोक्नु मेरो हात गलिरहेछ नचलाइ खान्छ अहिले खाजा खेतालालाई दिनुपर्छ थाहा छ के पर्खिए पर्खी गलेर भूत भइयो उसको नानी पछाडि हातभरि सामान मेरो यहाँ हालत छ साथीहरू ल है त ले आज त सक्छ है काम यहाँ बाई बाई छामा बाई बाई टाटा भन भोलि पछि आउँछु है भन फोन गर्दै गर्छु है ल गयौँ हामी मालिकसँग चाहिँ मलाई बोल्ने मन छैन भरे फोन गर्छु गएको है पुगेर ल ल ल ल ल सङ्गीता हस् शान्ति हुन्छ ल तपाईहरु बिस्तार जानुस् है त ल म छ हामी त जानु पर्यो भेट भयो खुसी लाग्यो अब हैन यताउता अब आउँदै जाँदै गर्नुपर्छ चिनान गर्दै गर्नुपर्छ है हाम्रोतिर पनि यसो मिलाएर आउनु कहिले हामी आएको बेलामा भइहाल्छ अरू बेला आउनु के हो त अरू बेला फेरि घर रित्तै होला ल यो त हन्द्राङ हन्द्राङ हुँदैछ त पुग्छ यो तलको बोरा हो र एकचोटि चेक गर्नु
अनि जाउँला मजाले के गर्नु त मेरो त हात गलो बाई बाई लु बाई बुढा बाई बाई साना भोलि पछि भेट्ने आज मलाई आधा घन्टा जति टाइम लाग्छ होला ल ल ल सालीसँग बस्नु न भइहाल्छ नि ल एलु गएँ है ल ल हामी त गयौँ माइतबाट घरतिर सानो बाई बाई गरिदेऊ बाई बाई माउलो गरिदेऊ हजुर बेसी छ खोइ हेर्न आउँछु त म यहाँ माथिसम्म हामी चाहिँ हिँड्दै जान्छौँ अनि बुढा चाहिँ बाइकमा उताबाट भुटुटुटुटु आउँदै हुनुहुन्छ है हामी चाहिँ जान लागि सबै उता ल भारी त हन्द्राङ हल्लिँदैछ कसरी पुग्छ त यो भारी बाटो अप्ठ्यारो छ आज त घाम लागेको छ साथीहरू मजाले घर गइन्छ खुसी हुँदै अस्ति आउँदा त पानी परेकोले गर्दाखेरि अब चिप्लेर बाटो कस्तो खतरा भएको थियो नि त अनि आज त बाटो राम्रो छ है त साथीहरू हामी त गयौँ अब बाई बाई माइतलाई जाने के गर्छ